सम्पूर्णमा स्वागत छ। म तपाईहरुको माझमा एउटा भिडियो लिएर आएको छु। अत्यन्त महत्त्वपूर्ण र सबैले यो भिडियोलाई जति सक्दो शेयर गर्नु होला। अहिले निर्वाचन नजिक छ। अब सबै पुराना पार्टीहरु चाहिँ मैले यो गरे त्यो गरे हामीले यो विकास गर्यौं र हामीले यो गर्छौं, अझै तपाईहरुलाई चाहिँ यो गराइदिन्छौं भनेर आश्वासन झुटा खेतीहरु चाहिँ गर्न तपाईहरुको घरको दैलोमा आउन लागेका छन् होला। पक्कै पनि त्यो देखिसकेको छ, सामाजिक सञ्जालमा त्यो देखिसकेको छ। हामी अपडेट गर्दै गर्छौं। तर अहिलेसम्म कसरी देश लुटेर देशलाई चुसेर खोक्रो बनाएर युवाहरूलाई त्यहाँ बस्न दिएनन्, यो हिसाब किताब सबैले गर्नुपर्छ। र जेनजी आन्दोलन र 76 जनाको नाबालकहरूको, युवाहरूको, स्टुडेन्टहरूको चाहिँ कसरी यिनीहरूले हत्या गरेका छन्, त्यो सरकारमा हुँदाखेरि यिनीहरूले कसरी गोली हानेका छन्, ताकि अहिलेसम्म त्यो कुनै पनि चाहिँ यिनीहरूले चाहिँ भन्न सकेका छैनन्। उल्टै युवाहरूलाई चाहिँ आतङ्ककारी भनेका छन्। यो कुराहरू चाहिँ दिमागमा राख्नु होला तपाईहरुले। सबैले आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई मैले बाँके क्षेत्र नम्बर 3 को कुरा गरेको छु। म आफ्नो त्यहाँको क्षेत्रको युवा भएको कारणले गर्दा सशक्त तरिकाले चाहिँ आवाज उठाउँदै आएको कारणले गर्दाखेरि यो तपाईहरुले दिमागमा राख्नुस्। तपाईहरुले यो सोच्नुस् कि तपाईको छोराछोरी त्यो हुलमा भएको भइदियो, तपाईको छोराछोरी त्यहाँ मरेको भइदियो, हामी मरेको भइदियो, तपाईहरुले के भन्नुहुन्थ्यो? यो प्रश्न गर्नुस् सबैभन्दा पहिला। हैन, यिनीहरूले त तानाशाही प्रविधि गरेर हैन, त्यो सोशल मिडिया ब्यान गरेर हरेक कुरा चाहिँ आवाज बन्द गरेर युवाहरूलाई बोलेको कुराहरूलाई चाहिँ बन्द गरेर जेल हालेका थिएनन्। अनि त्यही फ्रस्ट्रेसन त्यो थिएन। त्यसकारणले गर्दाखेरि चाहिँ युवाहरू चाहिँ एक हुनुपर्छ, युवाहरू चाहिँ सशक्त तरिकाले चाहिँ अगाडि आउनुपर्छ र बाँके क्षेत्र नम्बर 3 का जनताले चाहिँ युवालाई चुन्नुपर्छ। अबको यो पक्षमा युवालाई चुन्नुपर्छ। त्यो पुरानो अनुहार, त्यो 3 ताली 4 ताली उठेका फेरि पनि झुकाउने तरिकाले चाहिँ घर दैलोमा आउनेहरूलाई चाहिँ अब बाँके क्षेत्र नम्बर 3 ले चाहिँ बहिष्कार गर्नुपर्छ भन्छु म। त्यसकारणले गर्दा सम्भावित अनुहारहरू चाहिँ आएका छन्। अब बाँके क्षेत्र नम्बर 3 को नयाँ सिराबाट आउने, नयाँ केही बनाउँछु भनेर आउनेहरूले चाहिँ सोच्नुपर्छ। यो अर्को भिडियोमा चाहिँ म पक्कै पनि राख्नेछु त्यो कुरा पनि। तर यसमा चाहिँ तपाईहरुले चाहिँ सोच समझ के परिवर्तनको पक्षमा, परिवर्तन हुने सोचमा त्यो पुराना दलहरूलाई चाहिँ अब हामीले चुन्नुहुन्न। 30-40 वर्षदेखि देशलाई खोक्रो बनाएर खाएर चुसेर युवाहरूलाई बस्न नदिने, त्यहाँ लखट्ने अनि आफ्नालाई मात्रै हरेक क्षेत्रमा चाहिँ भर्ती गर्ने, आफ्नालाई पालन पोषण गर्ने र हरेक ठाउँमा चाहिँ आफ्नालाई राख्ने, आफ्नालाई भर्ती गर्ने, जुनै क्षेत्रमा नै राजनीति छिराउने र आफ्नालाई मात्रै पोस्नेको अन्त्य हुनुपर्छ। अन्त्य गर्नुपर्छ। युवा सशक्त तरिकाले चाहिँ लाग्नुपर्छ। युवा उठ्नुहोस्, अगाडि बढ्नुहोस् र आउने निर्वाचन बाँके क्षेत्र नम्बर 3 को जनताहरूले चाहिँ सचेत हुन जरुरी छ, बुझ्न जरुरी छ, अगाडि आउन जरुरी छ र परिवर्तनको पक्षमा भोट हाल्न जरुरी छ भन्दै यो भिडियो धेरैभन्दा धेरै सेयर गर्नुहोस् र सबैको माझमा पुर्याउनुहोस्। धन्यवाद।